फाइनल्ली हामी चाहिँ धादिङ सल्यानदारको मुहान जाँदै हो, झन्डै लडिने हो। र हेर्नुहोस् यहाँको पानी कति सफा छ। यो खोलाको पानी, यो खोलालाई भन्छ माङपाङ खोला भनिन्छ यसलाई। यहाँ चाहिँ पौडी खेल्नलाई चाहिँ गजबको ठाउँ छ है। यस्ता रहर यहाँ समाकै छ। र हामी अब फेरि मुहान जाँदै हो। यहाँबाट मुहान लगभग यहाँबाट अझै 15-20 मिनट हिँड्नुपर्छ है। यस्तै छ यहाँको बाटोहरू, यस्तै ढुङ्गा माथिबाट चढेर हिँड्नुपर्छ। बाटो गाह्रो छ। त्यो ढुङ्गा समातेर हिँड्नुपर्ने हिँड्नुपर्नेछ। सबैजना अगाडि हिँडिसकेको छ र म पनि हिँड्दै हो। र यो खोलामा चाहिँ माछा पनि पाइन्छ है। असला माछाहरू मजाले पाइन्छ यहाँ चाहिँ, राम्रै पाइन्छ असला माछाहरू। बाटो चाहिँ यस्तै हो, ढुङ्गा माथिबाट यसरी हिँड्नु पर्छ। बाटो चाहिँ ढुङ्गा माथिबाट होइन, यही बाटो हो सर। यही बाटो पर्खिन है, यही बाटो हो कि तल आउनु, म तानिन्छु। बाटो चाहिँ गाह्रो छ यहाँ हिँड्नुलाई, ढुङ्गा माथिबाट हिँड्नुपर्ने छ। र यसरी भित्ता चाहिँ पाइप हालेर लगेको छ खानेपानीको मुहानदेखि चाहिँ। यहाँ चाहिँ सरले हेर्दै हुनुहुन्छ पाइप कसरी गरेछ भनेर।